Good morning. Welcome to back my YouTube channel from Baklung Nachantal. I hope हजुरहरु चाहिँ म पनि एकदमै आराम गर्न चाहन्छु। बिहानदेखि स्टार्ट गर्दैछु भ्लगहरु बेलुकीसम्म कोही कस्तो हुन्छ जस्तो छ जस्तै त्यस्तै पटिकाइदिन नभन्नुला साथीहरु। बिहान उठेर पहिला मैले आगो सल्काए साथी हो। 2-3 चोटी सल्काउँदा पनि नसल्केर 3 चोटीमा सल्क्यो बल्ल। धेरै चिसो छ नि त अनि पानी नि परा जस्तो गरेछ बाहिर एकदमै चिसो छ है साथी हो यता बागलुङतिर। अनि त्यसपछि झाडु लगाए साथी हो मैले। अनि त्यसपछि मैले पोचा लगाउन सुरु गरे है साथी हो। एकदमै चिसो भएको कारणले पानी पनि लास्टै चिसो छ है साथी गाउँतिर चिसो नै छ। अनि फेरि बेलुकादेखि मैले भिउटातिर जानु पर्ला भनेर सोचेको थिएँ साथी हो। त्यसपछि म भिउटातिर गएँ साथी हो। ट्याक्क लाएर काडेसको गाउँ हेर्नलाई राम्रो देखिन्छ भन्दै सबैजना त्यही भएर हेरेको। मौसमै राम्रो छैन अनि क्लियरै आएको छैन है साथी हो। भिडियोहरु पनि त्यही पनि हेरिदिनु होला। ट्याक्क लाएर काडेसको गाउँ कस्तो छ साथी हो। गाउँहरु सबै हरियो भएको छ है हरियाली भएको छ सबै राम्रो गाउँ जाऊ तोरी सबै हरियो भएको छ। अहिले पानी पनि पछि आयो अगाडि आएको भए त राम्रो हुन्थ्यो होला सायद अझै। ट्याक्क लाएर झरे त्यसपछि म बारीमा गएर झार गोरे है साथी हो मैले। बेसारमा झार आएको रहेछ त्यसपछि झार गोरेको। झार गोरेर त्यसपछि म चाहिँ गहुँ हेर्न गए। मेरो बारी हो साथी हो। गहुँ यस्तो भए रहेछ पानी नि परेन यसपालि पछि पर्यो अगाडि परेको भए राम्रो हुन्थ्यो अझै। पातालो रहेछ है साथी हो मेरो गाउँ। त्यसपछि साग टिपे अनि घर आए। अर्को भिडियोमा भेटौँला बाइ बाइ।